हेलो साथीहरू, साँझ बिहान खाना त बनाइहालिन्छ। अलिअलि टेन्सन हुने भनेको तरकारीको पनि ल व्यवस्था गरिहालिन्छ। यो दिउँसोको खाजाको त मलाई लास्टै तनाव हुन्छ साथीहरू, के बनाम भन्ने हुन्छ। हाम्रो घर फेरि खाना खाएर काम भ्याउँदा फेरि ठ्याक्कै 12 बज्छ। काम गर्दा गर्दा लोद परेको हुन्छ, जुठा भाँडा भ्याएर भर्खर यसो के बसेको हुन्छ। अनि मनमा चाहिँ खाजाको टेन्सन भइहाल्छ। फेरि आज के बनाउने होला, के खुवाउने होला भन्ने तनाव भइरहन्छ। अनि यसो गरौँ, ठ्याक्कै 1.5 महिना जति भइसक्यो साथीहरू मैले यो सुजी नबनाएको। आज चाहिँ यसो दिमाग लगाएँ, आज सुजी बनाएर खुवाउँछु भनेर। अनि आज चाहिँ सुजी बनाउन थालेको। कति गर्मी छ साथीहरू, कपिलवस्तुको गर्मीका त कुरा नगर्नु। हेर्नु यस्तो गर्मी छ नि, यो गर्मीमा बसेर किचनमा काम गर्न त अझ दिउँसोको घाममा त झन् लास्टै। सुजीलाई साथीहरू मैले 10 मिनट जति दुध राखेर भिजाइदिएँ। अनि त्यसपछि यतातिर घिउ राखेर अनि मजाले भुटेँ। यस्तो फर्र हुँदासम्म मजाले भुटिरहेँ। यतिको भयो साथीहरू यो सुजी। अनि त्यसपछि यता ड्राई फ्रुटहरू फेरि त्यही भाँडामा थोरै घिउ हालेर ड्राई फ्रुटहरू भुटेँ। मसँग चाहिँ केही थिएन, काजु र किसमिस मात्रै थियो। मैले त्यही मात्रै राखेँ साथीहरू। हजुरहरूसँग अरू पनि केही छ भने एड गर्न सक्नुहुन्छ। अनि मैले चाहिँ त्यति मात्रै राखेँ। अनि त्यसमा चिनी दुध राखेर एकैछिन भुट्यौँ। बराउन हुँदासम्म भुटिरहेँ साथीहरू मैले। अनि त्यसपछि त्यो सुजीलाई त्यहीँ राखेर चलाएँ, मजाले चलाएँ, जताततै मिक्स गरेँ। अनि ड्राई फ्रुटहरू हालेँ, गरम मसला पनि थोरै राखेँ। सबै गर्दा यस्तो भयो साथीहरू मेरो सुजी। ल मेरो सुजी पाक भयो साथीहरू। ल बाई बाई।